नेपाल एउटा यस्तो ऐतिहासिक मोडमा उभिएको छ जहाँ एकातिर दशकौं पुरानो राजसंस्थाको विरासत फेरि जुर्मुराउन खोज्दैछ भने अर्कोतिर यो एक युवा इन्जिनियरबाट प्रधानमन्त्री बनेका बालेन्द्र शाह बालेनमाथि देशको सम्पूर्ण भविष्यको भार सुम्पिएको छ। अहिले सडकदेखि सामाजिक सञ्जालसम्म एउटै प्रश्न छ, देश कसले जोगाउँछ? लामो समयको मौनतापछि पूर्व राजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमणले देशको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ। यो केवल एक भ्रमण मात्र नभएर शक्ति प्रदर्शनको रूपमा देखिएको छ। धर्म र संस्कृति समर्थकहरूको तर्क छ कि धर्मनिरपेक्षताको नाममा नेपालको मौलिक सनातन धर्म सङ्कटमा पर्यो। त्यसैले धर्म जोगाउन राजा भन्ने नाराले अहिले गाउँ गाउँमा स्थान पाउँदैछ। राजनीतिक दलहरूको खिचातानी र अस्थिरताबाट थाकेका नागरिकहरूले राजसंस्थालाई एउटा अस्थिर अभिभावकको रूपमा हेर्न थालेका छन्। पोखरामा उर्लिएको जनसागरले कतै न कतै वर्तमान व्यवस्थाप्रतिको असन्तुष्टि व्यक्त गरेको छ।